यसो आज बिहानै रिपोर्ट हेर्दै थिएँ होइन। रिपोर्ट हेर्दाखेरि मलाई अब कस्तो खालको फिल भयो भन्दाखेरि मेरो लिभर चाहिँ अब यसो रिपोर्टमा हेर्दा चाहिँ लिभर चाहिँ पुरै ड्यामेज भएको थियो। पहिला ड्यामेजै भएको थियो मेरो होइन, निकै ड्यामेज भएको थियो। र अहिले हेर्दाखेरि नि अब यसो हेर्दाखेरि हामीले नर्मली हेर्दा पनि अब निकै लिभरमा चाहिँ प्रब्लम छ भनेर देखिएँ होइन। तर अब त्यो लिभरमा प्रब्लम देखेर चाहिँ अब नाना चाहिँ हिजो चाहिँ पुरा स्याड भयो क्या, पुरा स्याड देखेँ मैले। अन्त स्याड देखेपछि मैले भने नानालाई अब बेलुका खाना खानु अगाडि चाहिँ म खाना पनि मजाले जबरजस्ती भए पनि खान्छु होइन। नानासँग बसेर आजकल चाहिँ बेडमा खाँदिनँ, तलै गएर खान्छु। अन्त नाना भने नसुताउनु, म जस्तै गरे पनि क्यान्सरसँग चाहिँ म फाइट गर्छु। तपाईँले डक्टरलाई चाहिँ यति भन्नु, मलाई जस्तो छ जे छ बिमार ठक्कै भनिदिनु, त्यति हो। मलाई बेसी पेन नहोस्, म खाना चाहिँ खानु सकौँ, भमिटहरू नहोस्, म चाहिँ लिभर बिना भए पनि घुमिदिन्छु भनेर नानालाई भनिरहेको छु होइन। म चाहिँ त्यति चाहिँ फाइट गर्छु भनेर भनिरहेको छु। हेरौँ आज रिपोर्ट नानी लिएर गएको छ के हुन्छ हो। तपाईँले प्रे गरिदिनुहोस्। तर म चाहिँ जस्तै भए पनि म त्यसलाई चाहिँ जिति नै छाड्छु हो। त्यो लिभर ड्यामेज भएर लिभरको सानो टुक्रै होस्, लिभर काटेर फ्याँक्नु परोस्, तर पनि म चाहिँ तपाईँहरूको सामनेमा चाहिँ एकदम खडा भएर देखाउने छु होइन।